कल्पना गर्नुहोस्, एउटा विदेशी खेलाडी जसले आफ्नो जीवनको महत्त्वपूर्ण 12 वर्ष नेपालमा बितायो, नेपालकै मैदानमा फुटबल खेल्यो, तर आज त्यही खेलाडी एउटा यस्तो समस्यामा परेका छन् जसले उनको भविष्य नै अन्योलमा पारेको छ। फुटबल रोकिएको छ, आम्दानीको बाटो बन्द भयो। नेपाली समर्थकको माया पायो, नेपाली भाषा सिक्यो, यति धेरै नेपाली बोल्न थाल्यो कि कतिपयलाई ऊ विदेशी खेलाडी हो भन्ने कुरा पत्याउन समेत गाह्रो पर्न सक्छ। र अहिले उनी आफ्नो देश फर्किन चाहन्छन्, तर आफ्नो देश फर्किने हवाई टिकट काट्न समेत आर्थिक स्रोत नभएको उनको भनाइ छ। आखिर को हुन् यी खेलाडी, किन यस्तो अवस्थामा पुगे र 12 वर्षसम्म नेपाली फुटबलमा योगदान दिएका यी विदेशी खेलाडीलाई अब कसले सहयोग गर्ने? उहाँको नाम हो फ्लोरेन्ट कोआरा। आइभरी कोस्टबाट नेपाल आएका कोआरा विगत करिब 12 वर्षदेखि नेपाली फुटबलसँग जोडिएका छन्। नेपालमा आएर उनले विभिन्न फुटबल गतिविधि र प्रतियोगितामा सहभागिता जनाउँदै आफ्नो खेल जीवन अघि बढाए। तर उनको कथा केवल एउटा विदेशी खेलाडीको कथा मात्र होइन, यो कथा हो एउटा विदेशी नागरिकले नेपाललाई आफ्नो कर्मभूमि बनाएको कथा, यहाँको फुटबलसँग जोडिएको कथा, यहाँका मानिसहरूसँग सम्बन्ध बनाएको कथा र आज त्यही सम्बन्धको बीचमा उनी कठिन परिस्थितिमा पुगेको कथा। 12 वर्ष कुनै पनि मानिसको जीवनमा छोटो समय होइन। 12 वर्ष भनेको एउटा पुस्ता हुर्किने समय हो। कोआराका लागि पनि नेपाल केवल फुटबल। उनले यहाँको वातावरण देखे, नेपाली समाज बुझे र नेपाली भाषा पनि सिके। उनको नेपाली बोल्ने शैली सुन्दा धेरैलाई उनी विदेशी हुन् भन्ने कुरा नै अचम्म लाग्न। तर आज उनी स्वयं भन्छन् फुटबल गतिविधि रोकिएपछि आफ्नो जीवन निकै कठिन अवस्थामा पुगेको छ। अब प्रश्न उठ्छ, फुटबल गतिविधि रोकिँदा एक विदेशी खेलाडीको जीवनमा यति ठुलो असर कसरी पर्यो? फुटबल एउटा खेल मात्र होइन, लेस्सङ हजारौं मानिसको रोजगार र आम्दानी छोडिकेको छु। खेलाडी, कृषक, रेफ्री, क्लब कमर्सी वसार्पकदेखि मैदानमा काम गर्न। जब फुटबल गतिविधि ठप्प हुन्छ, यसको असर मैदानभित्र मात्र सीमित हुँदैन, त्यसको प्रत्यक्ष प्रभाव खेलाडीहरूको आम्दानीमा पर्छ। कोआरा पनि यही समस्याको सामना गरिरहेको बताउँछन्। उनका अनुसार फुटबल रोकिएपछि उनको आर्थिक अवस्था कमजोर बन्दै गयो र अहिले उनी नेपालमा लामो समय बसिरहन सक्ने अवस्थामा। कोआराले एउटा महत्त्वपूर्ण कुरा बताएका छन्। उनी नेपालमा अवैध रूपमा बसिरहन नचाहेको बताउँछन्। फुटबलबाट आम्दानीको बाटो बन्द भएपछि उनी आफ्नो देश आइभरी कोस्ट फर्किन चाहन्छन्। तर समस्या यहाँ आएर अझ गम्भीर हुन्छ। उनीसँग स्वदेश फर्किनका लागि आवश्यक हवाई टिकट काट्ने आर्थिक स्रोत समेत नभएको उनको भनाइ छ। यो कुरा सुन्दा एउटा प्रश्न स्वाभाविक रूपमा उठ्छ। 12 वर्ष नेपालमा फुटबल खेलेका खेलाडी आज आफ्नो देश फर्किन समेत सहयोग खोज्नुपर्ने अवस्थामा कसरी पुगे? हामीले यो विषयलाई केवल आर्थिक समस्याका रूपमा हेर्नु हुँदैन, यसमा एउटा मानवीय पक्ष पनि छ। एक विदेशी खेलाडी नेपाल 12 वर्षसम्म यही देशमा फुटबल खेले, यहाँको फुटबल संरचनाको हिस्सा बने, नेपाली दर्शकसँग जोडिए र अहिले कठिन समयमा उनी सहयोगको अपेक्षा गरिरहेका। यस्तो अवस्थामा निकली फुटबल साथ जोडिएका संस्था, क्लब, खेलाडी सबतर सम्बित निकिगले उनको अवस्थालाई गम्भीरतापूर्वक हेर्नुपर्ने आवाज। यस्तो अवस्थामा नेपाली फुटबलसँग जोडिएका संस्था, क्लब, खेलाडी, समर्थक र सम्बन्धित निकायले उनको अवस्थालाई गम्भीरतापूर्वक हेर्नुपर्ने आवाज उठिरहेको छ। अब यो घटनाको अर्को महत्त्वपूर्ण पक्षतर्फ जाउँ। नेपालको फुटबल गतिविधिमा आएको अवरोध र फिफा सम्बन्धी प्रतिबन्धले खेलाडी तथा क्लबहरूमा गम्भीर कस्तो प्रभाव पारेको छ भन्ने विषय पनि यहाँ जोडिन्छ। जब अन्तर्राष्ट्रिय फुटबल गतिविधिमा समस्या आउँछ, त्यसको असर खेलाडीहरूको करियरमा पर्न सक्छ। तर एउटा कुरा स्पष्ट हुनुपर्छ, फिफाको निर्णय, त्यसको कारण र त्यसको कानुनी प्रभावबारे जानकारी दिँदा आधिकारिक स्रोतलाई नै आधार मान्नुपर्छ। किनकि सामाजिक सञ्जालमा फैलिएका सबै दाबी सही हुन्छन् भन्ने हुँदैन। तर कोआराले भोगिरहेको व्यक्तिगत आर्थिक समस्यालाई भने उनको आफ्नै भनाइ र उपलब्ध प्रमाणका आधारमा बुझ्न आवश्यक छ। एक खेलाडीका लागि मैदान खाली हुनु केवल मैदान खाली हुनु होइन, त्यो उसको आम्दानीको बाटो बन्द हुनु हो, उसको भविष्यको योजना रोकिनु हो र कतिपय अवस्थामा आफ्नो घर फर्किने बाटो समेत कठिन हुनु हो। कोआरा अहिले यही परिस्थितिमा रहेको बताउँछन्। उनको भनाइअनुसार फुटबल रोकिएपछि उनी आर्थिक रूपमा अप्ठ्यारोमा परे। अब उनी आफ्नो देश फर्किन चाहन्छन्, तर त्यसका लागि सहयोग आवश्यक परेको छ। अब प्रश्न आउँछ, हामीले के गर्न सक्छौँ? सबैभन्दा पहिलो कुरा सत्य जानकारी फैलाउनु। कुनै व्यक्तिको समस्या देखेर अपुष्ट सूचना फैलाउनु हुँदैन। तर यदि सम्बन्धित व्यक्ति स्वयंले सहयोगको अपिल गरेका छन् र त्यसको पुष्टि भएको छ भने नेपाली फुटबल समुदायले उनको अवस्था सम्बन्धित निकायसम्म पुर्याउन सक्छ। क्लबहरू, फुटबल सङ्घ, खेलाडीहरू, समर्थक समूह र सामाजिक संस्थाहरूले समन्वय गर्न सक्छन्। किनकि मानवीय सहयोगको अर्थ केवल पैसा दिनु मात्र होइन, अब जिम्मेवारीको प्रश्न पनि उठ्छ। नेपालमा 12 वर्ष फुटबल खेलेका विदेशी खेलाडी कठिन अवस्थामा पुगेका छन् भने सम्बन्धित फुटबल निकायले उनको अवस्थाबारे जानकारी लिन सक्छ। उनको कानुनी स्थिति के हो, उनको क्लब वा जाँचरो साम सम्झित विष के छ, उनको पारिश्रमिक वा अन्य दायित्व बाँकी छ कि छैन, उनको स्वदेश फिर्तीका लागि कुनै संस्थागत सहयोग सम्भव छ छैन। यी प्रश्नको जवाब सम्बन्धित निकायबाट स्पष्ट आउनु आवश्यक छ। किनकि सामाजिक सञ्जालको अपिल भन्दा संस्थागत समाधान अझ महत्त्वपूर्ण हुन्छ। तसर्थ आधिकारिक निकायको जवाफ पर्खनुहोस्। फुटबलले देशको सीमा चिन्दैन,
मैदानमा खेलाडीको परिचय उसको पासपोर्टले होइन उसको खेलले बनाउँछ। क्वारा आइभरी कोस्टका नागरिक हुन्, तर उनले आफ्नो खेल जीवनको लामो समय नेपालमा बिताए। यसैले आज उनको समस्या केवल एउटा विदेशी नागरिकको समस्या भनेर पन्छाउने नि। कि नेपाली फुटबल परिवारसँग जोडिएको एउटा मानवीय विषयका रूपमा हेर्ने? यो प्रश्न तपाईँ हामी सबैका लागि हो। क्वारा नेपालमा अवैध रूपमा बस्न चाहँदैनन् भन्ने कुरा स्पष्ट रूपमा बताइरहेका छन्। उनको चाहना सरल छ, आफ्नो देश फर्किने। उनले बारम्बार आफ्नो देश फर्किन चाहेको बताएका छन्। तर त्यसका लागि आवश्यक टिकट किन्न सक्ने आर्थिक अवस्था अहिले नरहेको उनको भनाइ छ। यस अवस्थामा उनको परिवार, साथीभाइ, नेपाली फुटबल समुदाय वा सम्बन्धित निकायबाट सहयोग पुग्न सके उनको समस्या समाधान हुन सक्छ। तर सहयोग गर्दा पनि प्रक्रिया पारदर्शी र प्रमाणित हुनु अत्यन्त आवश्यक छ। अब तपाईँलाई एउटा प्रश्न, 12 वर्षसम्म नेपालमा फुटबल खेलेका फ्लोरेन्ट क्वारालाई अहिले स्वदेश फर्किन सहयोग गर्नुपर्छ कि पर्दैन? यदि तपाईलाई सहयोग गर्नुपर्छ जस्तो लाग्छ भने यसको जिम्मेवारी कसले लिनुपर्छ? फुटबल संघ 12 वर्ष नेपाललाई दिएको योगदानको सम्मान कसरी गर्ने? उनले खेलेका क्लबहरू, फुटबल समर्थक वा सम्बन्धित सरकारी निकाय? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। फुटबलमा जित र हार हुन्छ, तर मैदान बाहिरको मानवता अझ ठूलो कुरा हो। फ्लोरेन्ट क्वाराले नेपालमा आफ्नो जीवनको 12 वर्ष फुटबलमा बिताए। आज उनी कठिन परिस्थितिमा छन् र आफ्नो देश फर्किन सहयोग खोजिरहेका छन्। यो विषयमा हामीले भावनामा मात्र होइन, तथ्यमा आधारित भएर कुरा गर्न आवश्यक छ। सम्बन्धित निकायले उनको वास्तविक अवस्था बुझोस्, आवश्यक सहयोगको बाटो पहिचान गरोस् र यदि सहयोग आवश्यक देखिएमा पारदर्शी रूपमा सहयोग उपलब्ध गराइयोस्। नेपालमा 12 वर्ष बिताएका एक विदेशी खेलाडी आज आफ्नै देश फर्किन सहयोग खोजिरहेका छन्। उनको कथा एउटा खेलाडीको आर्थिक सङ्कट मात्र होइन, यो हामीले विदेशी खेलाडीलाई कसरी व्यवहार गर्छौं भन्ने प्रश्न पनि हो। र यो प्रश्न पनि हो, कुनै खेलाडीले वर्षौंसम्म हाम्रो फुटबलमा योगदान दिँदा हामी उसको कठिन समयमा कति साथ दिन सक्छौं? यदि फ्लोरेन्ट क्वाराको अवस्था पुष्टि भएको छ र उनलाई स्वदेश फर्किन सहयोग आवश्यक छ भने भिडियो सेयर गर्नुहोस्, तर सेयर गर्दा अपुष्ट दाबी होइन। मानस्थल क्वाराको फोटो, प्रमाणित जानकारी मात्र फैलाउँ। मिलेर एउटा सकारात्मक सन्देश फैलाउँ। फुटबलको सम्बन्ध मैदानमा मात्र हुँदैन, मानवताको सम्बन्ध मैदान बाहिर पनि हुन्छ। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।